के अरे बरफ यसरी पर्छ गाइस। यो बरफ पर्दैछ अहिले। यो चाहिँ तल हाम्रो नेपाल जस्तो भोको भइन्छ यो हुरी बतास पानी हो, तर यहाँ चाहिँ ठन्डा, धेरै ठन्डा भएकोले बरफ जमेर आएको गाइस। यसरी हेर्नु होला, यस्तो बरफ गिर्छ यो मरेको कस्तो नराम्रो ठाउँ रहेछ यो त। खालि बरफ गिर्ने, वैशाखमा पनि यस्तो बरफ जमेको छ गाइस, हेर्न सक्नुहुन्छ। यो मेरो भाइले पनि भ्लग बनाउँदैछ। यस्तो बरफ गिर्छ गाइस। अब कसरी गरेर खानु, जिन्दगी गाह्रो छ, न मरि जानु सकिने, न गरी खानु सकिने, यस्तो भयो गाइस। आज म खानाको लागि म भ्लग बनाउँछु। यो बहिनी जाडोले दिल्ली जस्तो लुगा लगाएको छ, एकछिनमा यो यस्तो छ गाइस। म चाहिँ भर्खर उठेर आएको, जाडो धेरै छ गाइस। यस्तो छ यहाँको कनेक्सन, लोकेसन यस्तो छ, बरफ गिर्दैछ बाबा गाइस।